हेलो साथीहरू, हेर न मेरो छोरीलाई राति अचानक के भयो भयो। राति अचानक 12-1 बजीतिर छोरी उठेर भोमिट गर्न थाली। अनि के भयो बच्चा बेसरी रुन थाले। बाबा आया भयो, पेटमा आया भयो भनेर बेसरी रुन थाले। अनि बच्चालाई के भयो एकछिन हामी त डर पनि लाग्यो बुढाबुढी। अनि पछि बुढीले बच्चाको लागि भनेर तातो पानी तताएर लिएर आइदिए। तातो पानी बच्चालाई एकछिन तातो पानी खुवाइदियो। खुवाइसकेपछि चाहिँ बच्चा एकदम शान्त हुन थाले है। त्यसपछि बच्चा आरामले बोल्न थाले, भगवानको नाम पुकार्न थाले। म त अचम्म लागे बा, यत्रु बच्चालाई भगवानको पुकार्न थाले। बा मलाई भगवान चाहियो। मैले सोधेँ किन चाहियो बाबा भगवान तिमीलाई भनेर सोद्धाखेरि त बाबा मलाई भगवानले चाँडै निको गर्नुहुन्छ नि त भने बा। अनि पछि त्यस्तो केही हुन्न बाबा, छोरी तिमीलाई म छु त भन्दै बाबा छोरीलाई आफ्नो अँगालोमा बेरेर बिस्तारै लोरी सुनाउँदै सुताउन थाले। सुताइसकेपछि बिस्तारै बच्चा पनि निदाउन थाले।